हेलो नमस्ते गुड मर्निङ सबैजनालाई जतिजनाले मेरो यो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरू सबैजनालाई नमस्कार तथा शुभ बिहानी भन्न चाहन्छु। आज म स्पेशल तपाईलाई मकैको भात भनौं च्याख्ला पकाएर पकाउँदै छु। यसलाई चाहिँ मैले भिडियोमा कैद गर्ने प्रयास गरेको छु है। सुरुमा चाहिँ मैले यो मकैको च्याख्लालाई पतिलीले अड्कलेर चाहिँ राखेँ। त्यसपछि त्यसलाई 2-3 पटक धोएर अनि घिउ राखेर घिउ डढ्न दिएर अनि त्यसपछि च्याख्ला राखेँ। च्याख्ला राखिसकेपछि मजाले एकचोटी त्यसलाई भुटे हैन। भुटिसकेपछि चाहिँ आवश्यकता अनुसार पानी हाले। यसले चाहिँ भातमा भन्दा अलि बढी पानी हाल्नु पर्ने हुन्छ यसमा हैन। अनि त्यसपछि पानी हालिसकेपछि एकछिन मजाले चलाउने र चलाइसकेपछि छोपे हैन। मैले प्रेस कुकरमा पकाइरहेको छु हैन। छोपिसकेपछि चाहिँ यसको पानी लगभग आधी चाहिँ लगभग भिजिसकेपछि मैले यसको अब ढक्कन लगाइदिएँ हैन। ढक्कन लगाइदिए त मजाले पाकोस् भनेर ढक्कन लगाइदिएँ। ढक्कन लगाइसकेपछि 2 सिटी लाग्यो हैन। 2 सिटी लागिसकेपछि मैले यतातिर चाहिँ गोलबेडाको लोकल गोलबेडाको अचार बनाउने भनेर प्यानमा गोलबेडा पनि राखेको छु। अनि त्यसपछि चाहिँ 2 सिटी लागिसकेपछि यो पाकेर रेडी भयो। अब रेडी भइसकेपछि म बस्केँ हैन। बसेपछि लोकल गोलबेडाको अचार गुन्द्रुक र आज चाहिँ च्याख्ला मकैको भात खाइयो। एकदमै मिठो टेस्टी लोकल टेस्ट सँगै मही पनि एड गरेर एकदमै मिठो भयो। हरेक साथीहरुको चाहिँ आफ्नो तरिका हुन्छ पकाउने। मैले चाहिँ यसरी पकाउँछु। मिठो भएको थियो यसरी खाँदाखेरि। थ्यांक यू सो मच जतिजनाले मेरो भिडियो हेरेर साथ सपोर्ट दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्यांक यू।